भनेर आफ्नो कार्यकर्तालाई थर्काइराख्नु भएको थियो। आज मैले यसो हेरेँ नेपाली कांग्रेसले मान्यज्यूहरुको सपाट तरिकाले पुरै कण्ठ गरेर चाहिँ तपाईको सुखी नेपाली समुद्र नेपालको नारा लगाएर उहाँहरु प्रशिक्षित हुनुभएछ। त्यसैले यो समग्र रूपमा गठबन्धनको जुन खालको गठबन्धनले आकांक्षा गरेको थियो त्यो आकांक्षाको बजेटको सिद्धान्त र प्राथमिकतामा मैले यहाँ देखिएन। यो किनभने हामी अब बजेट सधैँभरि नेपालको बजेट स्वचालित बजेट यो चाहिँ जनमैत्री बजेट सांसद मैत्री बजेट हुँदैन भन्ने कुराहरुको हामी विश्वस्त छौं। हामीले यो संसदीय व्यवस्था बनेको सुधारिएको संसदीय व्यवस्थाको हामीले व्याख्या गरेका थियौं। तर यो सुधारिएको संसदीय व्यवस्थामा पनि यो नीति तथा सिद्धान्तमा सुधारिएको बजेट आउला जस्तो लाग्दैन मलाई। किन भनेपछि यो बजेट चाहिँ पहुँच र पावरको भरमा माननीयहरुको पनि चाहिँ जो कहाँ पहुँच छ, जो चाहिँ प्रधानमन्त्रीसितको नजिक छ, जो अर्थमन्त्रीसित नजिक छ, जो त्यहाँ भेट्न पाउँदैन किनभने विरोध गर्नेको त सहित उस्तै परेपछि यो चाहिँ प्रतिपक्षको माननीयहरुको कोही लेटर ब्यान्डमा कोही योजना गएको छ भने यो सायद डिलिट गर्छ जस्तो लाग्छ मलाई। किनभने यो सरकार अति बढी पूर्वाग्रही छ, आग्रही छ। त्यसैले म सम्माननीय प्रधानमन्त्रीका माननीय सांसदज्यूहरुलाई के आग्रह गर्न चाहन्छु त भन्दाखेरि प्रधानमन्त्री भनेको देशको एउटा अभिभावक हो। यो अभिभावकले अभिभावकीय भूमिका र प्रतिपक्षले आलोचना गरेको कुरालाई स्वीकार्न र त्यसलाई सकारात्मक रूपमा लिन सकियो भनेपछि यो देशलाई चाहिँ अवगति दिन सकिन्छ। किनभने यहाँ माननीय मन्त्रीज्यूहरुले पनि कहिलेकाहीँ राष्ट्रमा आएर जवाफ दिँदाखेरि पनि उहाँहरुको चाहिँ तपाईको रिसको पारो तातेर चाहिँ यहाँ जवाफ दिएर इरिटेट भएको खालको चाहिँ तपाईको सम्बोधन गर्ने तरिका छ। त्यसैले यो समग्र रूपमा मन्त्री परिषदमा समीक्षा गरेर म सुझाव के दिन सक्छु त भन्दाखेरि सम्माननीय प्रधानमन्त्री ज्यूलाई यहाँ माननीय सदस्य सत्तापक्षका माननीय ज्यूहरुले यो आग्रह पूर्वाह नगरेर समग्र देशको विकासको लागि दिएका सुझाव हुन्, पोजिटिभ हुन्, यिनलाई सकारात्मक रूपले ग्रहण गरौँ। त्यसैले आग्रह पूर्वाह गरेर त्यसलाई चाहिँ तल्लै छेउमा पुर्याउने गरिकन, किनभने त्यसको उदाहरण एउटा विद्युत प्राधिकरणको सीओलाई 8 वर्ष त त्यहीमा 8 महिना त त्यही मात्रै लाग्यो। त्यसैले आग्रह पूर्वाह गरेर नभएर यो समग्र रूपमा चाहिँ तपाईको यो नीति सिद्धान्त जो छ यहाँ कलात्मक शब्दहरुले रंगिएका पनि छन्, सबै गलत छन् भन्ने पनि छैन, आलोचना पनि गर्न सकिन्छ तर समर्थन गर्न सकिदैन। किनभने यसलाई चाहिँ सही ढंगले प्रतिपक्षले दिएका सुझावलाई ग्रहण गर्न सक्नुभयो, आग्रह पूर्वाह गर्नु भएन, समग्र देशको विकास स्वचालितमा हुनु पर्यो भन्ने आधारमा तपाईहरुले बजेट विनियोजन गर्नुभयो भनेपछि हामी धन्यवाद नै दिउँला।